ड्राई भनेको सुकाउनु सी ड्राइड हर क्लोज उनले आफ्नो लुगा सुकाइन् सी ड्राइड हर क्लोज उनले आफ्नो लुगा सुकाइन् इन्जोय भनेको आनन्द लिनु ही इन्जोयज प्लेइङ गिटार ही इन्जोयज प्लेइङ गिटार उसले गिटार बजाउन आनन्द लिन्छ ही इन्जोयज प्लेइङ गिटार उसले गिटार बजाउन आनन्द लिन्छ इम्प्लोय भनेको रोजगार दिनु द कम्पनी इम्प्लोयज मेनी वर्कर्स कम्पनीले धेरै कामदारहरूलाई रोजगार दिन्छ द कम्पनी इम्प्लोयज मेनी वर्कर्स कम्पनीले धेरै कामदारहरूलाई रोजगार दिन्छ फ्राई भनेको केही फ्राई गर्नु तल्नु सी फ्राइड द फिस उनले माछा तलिन् सी फ्राइड द फिस फ्लाइ भनेको उड्नु बर्ड्स फ्लाइ इन द स्काई चरा आकाशमा उड्छन् हरी भनेको हतार गर्नु सी हरिड टु क्याच द बस उनले बस समात्न हतार गरिन् सी हरिड टु क्याच द बस उनले बस समात्न हतार गरिन् आइडेन्टिफाई पहिचान गर्नु ही आइडेन्टिफाइड द प्रब्लम उसले समस्याको पहिचान गर्यो ही आइडेन्टिफाइड द प्रब्लम उसले समस्याको पहिचान गर्यो जस्टिफाई भनेको न्यायिक बनाउनु सी जस्टिफाइड हर एक्सन्स उनले आफ्नो कार्यहरूलाई न्यायिक बनाइन् सी जस्टिफाइड हर एक्सन्स म्यारी विवाह गर्नु दे आर गोइङ टु म्यारी उनीहरू विवाह गर्दैछन् अथवा गर्नेछन् दे आर गोइङ टु म्यारी मोडिफाई भनेको परिवर्तन गर्नु ही मोडिफाइड द डिजाइन उसले डिजाइन परिवर्तन गर्यो ही मोडिफाइड द डिजाइन उसले डिजाइन परिवर्तन गर्यो नोटिफाई भनेको सूचित गर्नु सी नोटिफाइड दि अथोरिटिज उनले अधिकारीहरूलाई सूचित गरिन् सी नोटिफाइड दि अथोरिटिज उनले अधिकारीहरूलाई सूचित गरिन् अक्युपाई भनेको अधिग्रहण गर्नु द स्टुडेन्ट्स अक्युपाइड द हल विद्यार्थीहरूले हल अधिग्रहण गरे द स्टुडेन्ट्स अक्युपाइड द हल विद्यार्थीहरूले हल अधिग्रहण पे भनेको तिर्नु ही पेड द बिल उसले बिल तिर्यो ही पेड द बिल उसले बिल तिर्यो प्ले खेल्नु चिल्ड्रेन प्ले इन द पार्क बच्चाहरू पार्कमा खेल्छन् चिल्ड्रेन प्ले इन द पार्क बच्चाहरू पार्कमा खेल्छन् रिप्लाई जवाफ दिनु सी रिप्लाइड टु द इमेल सी रिप्लाइड टु द इमेल उनले इमेलको जवाफ दिइन् से भन्नु ही सेड हेलो उसले नमस्ते भन्यो अथवा हेलो भन्यो स्पाई भनेको गुप्तचर गर्नु ही स्पाइड अन एनिमी ही स्पाइड अन एनिमी उसले दुश्मनलाई गुप्तचर गर्यो ही स्पाइड अन एनिमी स्पाईसँग जहिले पनि गुप्तचर गर्ने सेन्समा जहिले पनि अन युज गरिन्छ यो चिज ख्याल गर्नुपर्ने हुन्छ ही स्पाइड अन एनिमी स्टडी भनेको अध्ययन गर्नु ही स्टडिज एभ्री डे उसले हरेक दिन अध्ययन गर्छिन् सी स्टडिज एभ्री डे उनले हरेक दिन अध्ययन गर्छिन् डिफाई विरोध गर्नु ही डिफाइड दि अर्डर्स उनले आदेशहरूको विरोध गर्यो डिनाई अस्वीकार गर्नु सी डिनाइड द ट्रुथ उनले सत्यलाई अस्वीकार गरिन् डिस्ट्रोय नष्ट गर्नु द फायर डिस्ट्रोयड द हाउस आगोले घर नष्ट गर्यो पार्टी भनेको पार्टी गर्नु दे पार्टिड अल नाइट उनीहरूले रातभर पार्टी गरे दे पार्टिड अल नाइट उनीहरूले रातभर पार्टी गरे सेटिस्फाई भनेको सन्तुष्ट गर्नु द मिल सेटिस्फाइड हिम खानाले उसलाई सन्तुष्ट पार्यो द मिल सेटिस्फाइड हिम खानाले उसलाई सन्तुष्ट पार्यो स्टडी अध्ययन गर्नु सी स्टडिज एभ्री डे उनले हरेक दिन अध्ययन गर्छिन् उनले हरेक दिन अध्ययन गर्छिन् ब्युटिफाई भनेको सुन्दर बनाउनु ही ब्युटिफाइड द गार्डन उसले बगैँचालाई सुन्दर बनायो ही ब्युटिफाइड द गार्डन उसले बगैँचालाई सुन्दर बनायो सिम्प्लिफाई भनेको कुनै पनि चिजलाई सरल बनाउनु द टिचर सिम्प्लिफाइड द कन्सेप्ट शिक्षकले अवधारणालाई सरल बनाए द टिचर सिम्प्लिफाइड द कन्सेप्ट शिक्षकले अवधारणालाई सरल बनाए म्याग्निफाई भनेको बढाउनु द लेन्स म्याग्निफाइड द इमेज लेन्सले चित्रलाई बढायो द लेन्स म्याग्निफाइड द इमेज लेन्सले चित्रलाई बढायो रिट्राई पुनः प्रयास गर्नु सी रिट्राइड द एक्सपेरिमेन्ट उनले प्रयोग पुनः प्रयास गरिन् सी रिट्राइड द एक्सपेरिमेन्ट उनले प्रयोग पुनः प्रयास गरिन् प्युरिफाई भनेको सफा गर्नु दे प्युरिफाइड द वाटर
उनीहरूले पानी सफा गरे. They purified the water. उनीहरूले पानी सफा गरे. Comply भनेको पालना गर्नु. She complied with the regulations. She complied with the regulations. उनले नियमहरूको पालना गरिन्. Justify न्यायिक बनाउनु. She justified her actions. उनले आफ्नो कार्यहरूलाई न्यायिक बनाइन्. Multiply भनेको गुणा गर्नु. He multiplied the numbers. उसले सङ्ख्याहरू गुणा गर्यो. He multiplied the numbers. उसले सङ्ख्याहरू गुणा गर्यो. Occupy अधिग्रहण गर्नु. The students occupied the hall. विद्यार्थीहरूले हल अधिग्रहण गरे. Terrify भनेको डराउन दिनु. The loud noise terrified the children. ठुलो आवाजले बच्चाहरूलाई डर उत्पन्न गर्यो अथवा डरायो. Verify भनेको प्रमाणित गर्नु. She verified the information. उनले सूचनालाई प्रमाणित गरिन्. She verified the informations. उनले सूचनालाई प्रमाणित गरिन्. Qualify भनेको योग्य हुनु. He qualified for the finals. उसले फाइनलको लागि योग्यता प्राप्त गर्यो. He qualified for the finals. Testify भनेको साक्षी बन्नु, साक्षी दिनु. She testified in the court. उनले अदालतमा साक्षी दिइन्. She testified in court. उनले अदालतमा साक्षी दिइन्. Simplify सरल बनाउनु. He simplified the equation. उसले समीकरणलाई सरल बनायो. Fortify भनेको मजबुत बनाउनु. They fortified the walls. उनीहरूले पर्खाललाई मजबुत बनाए. They fortified the walls. उनीहरूले पर्खाललाई मजबुत बनाए. Dry सुकाउनु. She dried her hair. उनले आफ्नो कपाल सुकाइन्. Enjoy आनन्द लिनु. He enjoys reading. उसले पढ्न आनन्द लिन्छ. Employ रोजगार दिनु. The company employs workers. कम्पनीले कामदारहरूलाई रोजगार दिन्छ. Marry विवाह गर्नु. They will marry soon. उनीहरूले चाँडै विवाह गर्नेछन्. Modify परिवर्तन गर्नु. He modified the design. उसले डिजाइन परिवर्तन गर्यो. Notify सूचित गर्नु. She notified her boss. उसले आफ्नो मालिकलाई सूचित गरिन्. Play खेल्नु. Children play outside. बच्चाहरू बाहिर खेल्छन्. Reply जवाफ दिनु. She replied quickly. उनले छिट्टो जवाफ दिइन्. She replied quickly. उनले छिट्टो जवाफ दिइन्. Say भन्नु. He said hello. उसले नमस्ते भन्यो. Try प्रयास गर्नु. He tries his best. उसले आफ्नो सबैभन्दा राम्रो प्रयास गर्छ. उसले आफूले सकेसम्मको प्रयास गर्छ. He tries his best. Verify प्रमाणित गर्नु. She verified the data. उनले डेटा प्रमाणित गरिन्. Worry चिन्ता गर्नु. He worries about exams. उसले परीक्षाको चिन्ता गर्छ. He worries about exams. उसले परीक्षाको चिन्ता गर्छ. Pay तिर्नु. He paid the bill. उसले बिल तिर्यो. Play खेल्नु. Children play outside. बच्चाहरू बाहिर खेल्छन्. Reply dry भनेको सुकाउनु. She dried her clothes. उनले आफ्नो लुगा सुकाइन्. She dried her clothes. उनले आफ्नो लुगा सुकाइन्. Enjoy भनेको आनन्द लिनु. He enjoys playing guitar. He enjoys playing guitar. उसले गिटार बजाउन आनन्द लिन्छ. He enjoys playing guitar. उसले गिटार बजाउन आनन्द लिन्छ. Employ भनेको रोजगार दिनु. The company employs many workers. कम्पनीले धेरै कामदारहरूलाई रोजगार दिन्छ. The company employs many workers. कम्पनीले धेरै कामदारहरूलाई रोजगार दिन्छ. Fry भनेको केही फ्राई गर्नु, तल्नु. She fried the fish. उनले माछा तलिन्. She fried the fish. Fly भनेको उड्नु. Birds fly in the sky. चरा आकाशमा उड्छन्. Hurry भनेको हतार गर्नु. She hurried to catch the bus. उनले बस समात्न हतार गरिन्. She hurried to catch the bus. उनले बस समात्न हतार गरिन्. Identify पहिचान गर्नु. He identified the problem. उसले समस्याको पहिचान गर्यो. He identified the problem. उसले समस्याको पहिचान गर्यो. Justify भनेको न्यायिक बनाउनु. She justified her actions. उनले आफ्नो कार्यहरूलाई न्यायिक बनाइन्. She justified her actions. Marry विवाह गर्नु. They are going to marry. उनीहरू विवाह गर्दैछन् अथवा गर्नेछन्. They are going to marry.
modify भनेको परिवर्तन गर्नु. He modified the design. उसले डिजाइन परिवर्तन गर्यो. He modified the design. उसले डिजाइन परिवर्तन गर्यो. Notify भनेको सूचित गर्नु. She notified the authorities. उनले अधिकारीहरूलाई सूचित गरिन्. She notified the authorities. उनले अधिकारीहरूलाई सूचित गरिन्. Occupy भनेको अधिग्रहण गर्नु. The students occupied the hall. विद्यार्थीहरूले हल अधिग्रहण गरे. The students occupied the hall. विद्यार्थीहरूले हल अधिग्रहण. Pay भनेको तिर्नु. He paid the bill. उसले बिल तिर्यो. He paid the bill. उसले बिल तिर्यो. Play खेल्नु. Children play in the park. बच्चाहरू पार्कमा खेल्छन्. Children play in the park. बच्चाहरू पार्कमा खेल्छन्. Reply जवाफ दिनु. She replied to the email. She replied to the email. उनले इमेलको जवाफ दिइन्. Say भन्नु. He said hello. उसले नमस्ते भन्यो अथवा hello भन्यो. Spy भनेको गुप्तचर गर्नु. He spied on enemy. He spied on enemy. उसले दुश्मनलाई गुप्तचर गर्यो. He spied on enemy. Spy सँग जहिले पनि गुप्तचर गर्ने सेन्समा जहिले पनि on युज गरिन्छ. यो चीज ख्याल गर्नुपर्ने हुन्छ. He spied on enemy. Study भनेको अध्ययन गर्नु. He studies every day. उसले हरेक दिन अध्ययन गर्छिन्. She studies every day. उनले हरेक दिन अध्ययन गर्छिन्. Defy विरोध गर्नु. He defied the orders. उनले आदेशहरूको विरोध गर्यो. Deny अस्वीकार गर्नु. She denied the truth. उनले सत्यलाई अस्वीकार गरिन्. Destroy नष्ट गर्नु. The fire destroyed the house. आगोले घर नष्ट गर्यो. Party भनेको पार्टी गर्नु. They partied all night. उनीहरूले रातभर पार्टी गरे. They partied all night. उनीहरूले रातभर पार्टी गरे. Satisfy भनेको सन्तुष्ट गर्नु. The meal satisfied him. खानाले उसलाई सन्तुष्ट पार्यो. The meal satisfied him. खानाले उसलाई सन्तुष्ट पार्यो. Study अध्ययन गर्नु. She studies every day. उनले हरेक दिन अध्ययन गर्छिन्. उनले हरेक दिन अध्ययन गर्छिन्. Beautify भनेको सुन्दर बनाउनु. He beautified the garden. उसले बगैँचालाई सुन्दर बनायो. He beautified the garden. उसले बगैँचालाई सुन्दर बनायो. Simplify भनेको कुनै पनि चिजलाई सरल बनाउनु. The teacher simplified the concept. शिक्षकले अवधारणालाई सरल बनाए. The teacher simplified the concept. शिक्षकले अवधारणालाई सरल बनाए. Magnify भनेको बढाउनु. The lens magnified the image. लेन्सले चित्रलाई बढायो. The lens magnified the image. लेन्सले चित्रलाई बढायो. Retry पुनः प्रयास गर्नु. She retried the experiment. उनले प्रयोग पुनः प्रयास गरिन्. She retried the experiment. उनले प्रयोग पुनः प्रयास गरिन्. Purify भनेको सफा गर्नु. They purified the water. उनीहरूले पानी सफा गरे. They purified the water. उनीहरूले पानी सफा गरे. Comply भनेको पालना गर्नु. She complied with the regulations. She complied with the regulations. उनले नियमहरूको पालना गरिन्. Justify न्यायिक बनाउनु. She justified her actions. उनले आफ्नो कार्यहरूलाई न्यायिक बनाइन्. Multiply भनेको गुणा गर्नु. He multiplied the numbers. उसले सङ्ख्याहरू गुणा गर्यो. He multiplied the numbers. उसले सङ्ख्याहरू गुणा गर्यो. Occupy अधिग्रहण गर्नु. The students occupied the hall. विद्यार्थीहरूले हल अधिग्रहण गरे. Terrify भनेको डराउन दिनु. The loud noise terrified the children. ठुलो आवाजले बच्चाहरूलाई डर उत्पन्न गर्यो अथवा डरायो. Verify भनेको प्रमाणित गर्नु. She verified the information. उनले सूचनालाई प्रमाणित गरिन्. She verified the informations. उनले सूचनालाई प्रमाणित गरिन्. Qualify भनेको योग्य हुनु. He qualified for the finals. उसले फाइनलको लागि योग्यता प्राप्त गर्यो. He qualified for the finals. Testify भनेको साक्षी बन्नु, साक्षी दिनु. She testified in the court. उनले अदालतमा साक्षी दिइन्. She testified in court. उनले अदालतमा साक्षी दिइन्. Simplify सरल बनाउनु. He simplified the equation. उसले समीकरणलाई सजिलो सरल बनायो. Fortify भनेको मजबुत बनाउनु. They fortified the walls. उनीहरूले पर्खाललाई मजबुत बनाए.
दे फोर्टिफाइड द वाल्स उनीहरूले पर्खाललाई मजबुत बनाए ड्राई सुकाउनु सी ड्राइड हर हेयर उनले आफ्नो कपाल सुकाइन् इन्जोय आनन्द लिनु ही इन्जोयज रिडिङ उसले पढ्न आनन्द लिन्छ इम्प्लोय रोजगार दिनु द कम्पनी इम्प्लोयज वर्कर्स कम्पनीले कामदारहरूलाई रोजगार दिन्छ मेरी विवाह गर्नु दे विल मेरी सुन उनीहरूले चाँडै विवाह गर्नेछन् मोडिफाई परिवर्तन गर्नु ही मोडिफाइड द डिजाइन उसले डिजाइन परिवर्तन गर्यो नोटिफाई सूचित गर्नु सी नोटिफाइड हर बस उसले आफ्नो मालिकलाई सूचित गरिन् प्ले खेल्नु चिल्ड्रेन प्ले आउटसाइड बच्चाहरू बाहिर खेल्छन् रिप्लाई जवाफ दिनु सी रिप्लाइड क्विकली उनले छिट्टो जवाफ दिइन् सी रिप्लाइड क्विकली उनले छिट्टो जवाफ दिइन् से भन्नु ही सेड हेलो उसले नमस्ते भन्यो ट्राई प्रयास गर्नु ही ट्राइज हिज बेस्ट उसले आफ्नो सबैभन्दा राम्रो प्रयास गर्छ उसले आफूले सकेसम्मको प्रयास गर्छ ही ट्राइज हिज बेस्ट भेरिफाई प्रमाणित गर्नु सी भेरिफाइड द डेटा उनले डेटा प्रमाणित गरिन् वरी चिन्ता गर्नु ही वरिज अबाउट एक्जाम्स उसले परीक्षाको चिन्ता गर्छ ही वरिज अबाउट एक्जाम्स उसले परीक्षाको चिन्ता गर्छ पे तिर्नु ही पेड द बिल उसले बिल तिर्यो प्ले खेल्नु चिल्ड्रेन प्ले आउटसाइड बच्चाहरू बाहिर खेल्छन् रिप्लाई ड्राई भनेको सुकाउनु सी ड्राइड हर क्लोज उनले आफ्नो लुगा सुकाइन् सी ड्राइड हर क्लोज उनले आफ्नो लुगा सुकाइन् इन्जोय भनेको आनन्द लिनु ही इन्जोयज प्लेइङ गिटार ही इन्जोयज प्लेइङ गिटार उसले गिटार बजाउन आनन्द लिन्छ ही इन्जोयज प्लेइङ गिटार उसले गिटार बजाउन आनन्द लिन्छ इम्प्लोय भनेको रोजगार दिनु द कम्पनी इम्प्लोयज मेनी वर्कर्स कम्पनीले धेरै कामदारहरूलाई रोजगार दिन्छ द कम्पनी इम्प्लोयज मेनी वर्कर्स कम्पनीले धेरै कामदारहरूलाई रोजगार दिन्छ फ्राई भनेको केही फ्राई गर्नु तल्नु सी फ्राइड द फिस उनले माछा तलिन् सी फ्राइड द फिस फ्लाई भनेको उड्नु बर्ड्स फ्लाई इन द स्काई चरा आकाशमा उड्छन् हरी भनेको हतार गर्नु सी हरिड टु क्याच द बस उनले बस समात्न हतार गरिन् सी हरिड टु क्याच द बस उनले बस समात्न हतार गरिन् आइडेन्टिफाई पहिचान गर्नु ही आइडेन्टिफाइड द प्रब्लम उसले समस्याको पहिचान गर्यो ही आइडेन्टिफाइड द प्रब्लम उसले समस्याको पहिचान गर्यो जस्टिफाई भनेको न्यायिक बनाउनु सी जस्टिफाइड हर एक्सन्स उनले आफ्नो कार्यहरूलाई न्यायिक बनाइन् सी जस्टिफाइड हर एक्सन्स म्यारी विवाह गर्नु दे आर गोइङ टु म्यारी उनीहरू विवाह गर्दैछन् अथवा गर्नेछन् दे आर गोइङ टु म्यारी मोडिफाई भनेको परिवर्तन गर्नु ही मोडिफाइड द डिजाइन उसले डिजाइन परिवर्तन गर्यो ही मोडिफाइड द डिजाइन उसले डिजाइन परिवर्तन गर्यो नोटिफाई भनेको सूचित गर्नु सी नोटिफाइड दि अथोरिटिज उनले अधिकारीहरूलाई सूचित गरिन् सी नोटिफाइड दि अथोरिटिज उनले अधिकारीहरूलाई सूचित गरिन् अक्युपाई भनेको अधिग्रहण गर्नु द स्टुडेन्ट्स अक्युपाइड द हल विद्यार्थीहरूले हल अधिग्रहण गरे द स्टुडेन्ट्स अक्युपाइड द हल विद्यार्थीहरूले हल अधिग्रहण पे भनेको तिर्नु ही पेड द बिल उसले बिल तिर्यो ही पेड द बिल उसले बिल तिर्यो प्ले खेल्नु चिल्ड्रेन प्ले इन द पार्क बच्चाहरू पार्कमा खेल्छन् चिल्ड्रेन प्ले इन द पार्क बच्चाहरू पार्कमा खेल्छन् रिप्लाई जवाफ दिनु सी रिप्लाइड टु द इमेल सी रिप्लाइड टु द इमेल उनले इमेलको जवाफ दिइन् से भन्नु ही सेड हेलो उसले नमस्ते भन्यो अथवा हेलो भन्यो स्पाई भनेको गुप्तचर गर्नु ही स्पाइड अन एनिमी ही स्पाइड अन एनिमी उसले दुश्मनलाई गुप्तचर गर्यो ही स्पाइड अन एनिमी स्पाईसँग जहिले पनि गुप्तचर गर्ने सेन्समा जहिले पनि अन युज गरिन्छ यो चिज ख्याल गर्नुपर्ने हुन्छ ही स्पाइड अन एनिमी स्टडी भनेको अध्ययन गर्नु ही स्टडिज एभ्री डे उसले हरेक दिन अध्ययन गर्छिन् सी स्टडिज एभ्री डे उनले हरेक दिन अध्ययन गर्छिन् डिफाई विरोध गर्नु ही डिफाइड दि अर्डर्स उनले आदेशहरूको विरोध गर्यो
डिनाई अस्वीकार गर्नु, सी डिनाइड द ट्रुथ, उनले सत्यलाई अस्वीकार गरिन्। डिस्ट्रोय नष्ट गर्नु, द फायर डिस्ट्रोयड द हाउस, आगोले घर नष्ट गर्यो। पार्टी भनेको पार्टी गर्नु, दे पार्टिड अल नाइट, उनीहरूले रातभर पार्टी गरे। दे पार्टिड अल नाइट, उनीहरूले रातभर पार्टी गरे। सेटिस्फाई भनेको सन्तुष्ट गर्नु, द मिल सेटिस्फाइड हिम, खानाले उसलाई सन्तुष्ट पार्यो। द मिल सेटिस्फाइड हिम, खानाले उसलाई सन्तुष्ट पार्यो। स्टडी अध्ययन गर्नु, सी स्टडिज एभ्री डे, उनले हरेक दिन अध्ययन गर्छिन्। उनले हरेक दिन अध्ययन गर्छिन्। ब्युटिफाई भनेको सुन्दर बनाउनु, ही ब्युटिफाइड द गार्डन, उसले बगैँचालाई सुन्दर बनायो। ही ब्युटिफाइड द गार्डन, उसले बगैँचालाई सुन्दर बनायो। सिम्प्लिफाई भनेको कुनै पनि चिजलाई सरल बनाउनु, द टिचर सिम्प्लिफाइड द कन्सेप्ट, शिक्षकले अवधारणालाई सरल बनाए। द टिचर सिम्प्लिफाइड द कन्सेप्ट, शिक्षकले अवधारणालाई सरल बनाए। म्याग्निफाई भनेको बढाउनु, द लेन्स म्याग्निफाइड द इमेज, लेन्सले चित्रलाई बढायो। द लेन्स म्याग्निफाइड द इमेज, लेन्सले चित्रलाई बढायो। रिट्राई पुनः प्रयास गर्नु, सी रिट्राइड द एक्सपेरिमेन्ट, उनले प्रयोग पुनः प्रयास गरिन्। सी रिट्राइड द एक्सपेरिमेन्ट, उनले प्रयोग पुनः प्रयास गरिन्। प्युरिफाई भनेको सफा गर्नु, दे प्युरिफाइड द वाटर, उनीहरूले पानी सफा गरे। दे प्युरिफाइड द वाटर, उनीहरूले पानी सफा गरे। कम्प्लाई भनेको पालना गर्नु, सी कम्प्लाइड विथ द रेगुलेसन्स, सी कम्प्लाइड विथ द रेगुलेसन्स, उनले नियमहरूको पालना गरिन्। जस्टिफाई न्यायिक बनाउनु, सी जस्टिफाइड हर एक्सन्स, उनले आफ्नो कार्यहरूलाई न्यायिक बनाइन्। मल्टिप्लाई भनेको गुणा गर्नु, ही मल्टिप्लाइड द नम्बर्स, उसले सङ्ख्याहरू गुणा गर्यो। ही मल्टिप्लाइड द नम्बर्स, उसले सङ्ख्याहरू गुणा गर्यो। अक्युपाई अधिग्रहण गर्नु, द स्टुडेन्ट्स अक्युपाइड द हल, विद्यार्थीहरूले हल अधिग्रहण गरे। टेरिफाई भनेको डराउन दिनु, द लाउड नोइज टेरिफाइड द चिल्ड्रेन, ठुलो आवाजले बच्चाहरूलाई डर उत्पन्न गर्यो अथवा डरायो। भेरिफाई भनेको प्रमाणित गर्नु, सी भेरिफाइड द इन्फर्मेसन, उनले सूचनालाई प्रमाणित गरिन्। सी भेरिफाइड द इन्फर्मेसन्स, उनले सूचनालाई प्रमाणित गरिन्। क्वालिफाई भनेको योग्य हुनु, ही क्वालिफाइड फर द फाइनल्स, उसले फाइनलको लागि योग्यता प्राप्त गर्यो। ही क्वालिफाइड फर द फाइनल्स। टेस्टिफाई भनेको साक्षी बन्नु, साक्षी दिनु, सी टेस्टिफाइड इन द कोर्ट, उनले अदालतमा साक्षी दिइन्। सी टेस्टिफाइड इन कोर्ट, उनले अदालतमा साक्षी दिइन्। सिम्प्लिफाई सरल बनाउनु, ही सिम्प्लिफाइड द इक्वेजन, उसले समीकरणलाई सजिलो सरल बनायो। फोर्टिफाई भनेको मजबुत बनाउनु, दे फोर्टिफाइड द वाल्स, उनीहरूले पर्खाललाई मजबुत बनाए। दे फोर्टिफाइड द वाल्स, उनीहरूले पर्खाललाई मजबुत बनाए। ड्राई सुकाउनु, सी ड्राइड हर हेयर, उनले आफ्नो कपाल सुकाइन्। इन्जोय आनन्द लिनु, ही इन्जोयज रिडिङ, उसले पढ्न आनन्द लिन्छ। इम्प्लोय रोजगार दिनु, द कम्पनी इम्प्लोयज वर्कर्स, कम्पनीले कामदारहरूलाई रोजगार दिन्छ। मेरी विवाह गर्नु, दे विल मेरी सुन, उनीहरूले चाँडै विवाह गर्नेछन्। मोडिफाई परिवर्तन गर्नु, ही मोडिफाइड द डिजाइन, उसले डिजाइन परिवर्तन गर्यो। नोटिफाई सूचित गर्नु, सी नोटिफाइड हर बस, उसले आफ्नो मालिकलाई सूचित गरिन्। प्ले खेल्नु, चिल्ड्रेन प्ले आउटसाइड, बच्चाहरू बाहिर खेल्छन्। रिप्लाई जवाफ दिनु, सी रिप्लाइड क्विकली, उनले छिट्टो जवाफ दिइन्। सी रिप्लाइड क्विकली, उनले छिट्टो जवाफ दिइन्। से भन्नु, ही सेड हेलो, उसले नमस्ते भन्यो। ट्राई प्रयास गर्नु, ही ट्राइज हिज बेस्ट, उसले आफ्नो सबैभन्दा राम्रो प्रयास गर्छ। उसले आफूले सकेसम्मको प्रयास गर्छ। ही ट्राइज हिज बेस्ट। भेरिफाई प्रमाणित गर्नु, सी भेरिफाइड द डेटा, उनले डेटा प्रमाणित गरिन्। वरी चिन्ता गर्नु, ही वरिज अबाउट एक्जाम्स, उसले परीक्षाको चिन्ता गर्छ। ही वरिज अबाउट एक्जाम्स, उसले परीक्षाको चिन्ता गर्छ। पे तिर्नु, ही पेड द बिल, उसले बिल तिर्यो। प्ले खेल्नु, चिल्ड्रेन प्ले आउटसाइड, बच्चाहरू बाहिर खेल्छन्। रिप्लाई